भनिदिनुहोस् के छ हजुरको शुभ कर्तव्य मैले गरेर दिएको पाएको छु सबैलाई। अहिले गर्न पाउने एक्टिभिटिजहरुको बारेमा भनिदिनुहोस् न। यहाँ गर्न पाउने सब हामीलाई अब यहाँ नाच्न पाउँछ लिङ जस्तो बनाएर आरसीसी नै गरेर भित्र बसेर नाच्न पाउने। डाउन हिल त्यही नै गरेको इमेजिनेसन मेरो त्यही नै हो। I'm not facing that side, only this side. From Rara. Once again, good morning. Are you guys ready? Yeah. तपाईँले सोधे पो भन्ने नि त्यतिकै के सोध्ने हैन ठाउँको हुनुहुन्छ छैन नगरपालिका रमाइलो छ है। अब रमाइलो भन्नु अब सिजन त खासै छैन। म त यही फेवादारमा जाने म त निस्यो डुङ्गा मासाइले तालमा साइले ला ला गाउँदैन ल एक्लै गाउनु यहाँ भिडियो बनाउनु त गर्नुपर्छ गाह्रो थिएछ नि खिचेन त फोटो फोटो गराउनु है फोटो कि फोटो भिडियो गराऊ भिडियोबाट स्क्रिनशट लिइ भइहाल्छ 3032 लगाएको यो बच्चा आज 32 भगाउँदैन अनि फेरि यो छल्ला गएको किन चार्ज म ए अनि हामी यो गुडी चलाउँछौँ अरे बोले त त्यो रजै नि 60 मिटर गएर अमेरिकन सेलान फेरि तलबाट पौडिँदा गहिराइमा गएर भनेको कि बुझेँ के बुझ्यो बात छैन फेरि 24 घण्टा बगिरहेको छ टाउको पानी निकास भइरहेको छ किनभने त्यत्रो राजाको घटना उ भए तापनि जान सके 100 मिटर त अझ त्यो बाँकी एकदम चौडाइ 5 किलोमिटर लम्बाइ यसको किन जुन त्यो अनुसार भने अनुसार सर त्यो भिक्षा पनि दिएन कुनै बास पनि दिएन गरेर सर डुबाइदिन्छु भनेर घैँटो फुटाएर छायान र रारा त्यो उता अहिलेसम्म तपाईँ प्रत्यक्ष रूपमा देख्नुहुन्छ बाटो पानी निकास भएर बल्ल उता पठाएका हुन्छ त्यहाँ आएर उता आर्मी क्याम्पको अगाडि तपाईँहरू पानी उठ्दाखेरि पछाडिको त्यो पाङ्रा हुन्छ त्यो खसेको ठाउँमा बाँधेर त्यो राखिएको थियो सर हैन लास्ट हेलिकप्टर पनि भेट्यो त्यहाँ अहिले नि तपाईँले देख्नुहुन्छ कि हजुर आर्मीलाई सोध्नु पर्यो नि त्यसको लागि त त्यही भन्दै थियो सर पहिला बगेको हुनाले त्यो मुहे भयो नि पानीमै हाम्रो तल पनि हुन्न सर दिन पनि हुन्न किनभने तपाईँहरूको 200मा हामी 10-11 जना 200मा अनि हाम्रो कति पऱ्यो महिनामा त्यही अनुसारले हुन्छ सर तपाईँको सबै पैसा हामी छ कि भनेर सर त्यही भएर चलाइरहेछ यहाँका जित्यो भने आफ्नो छोराछोरीलाई कहाँ पढाउने हो र कहाँ घरले पहिलो काम गरेको साउले पनि हाल्नु पर्यो भाइ भनेर भन्दै थियो अनि उनीहरूले त्यो सम्भव छैन त्यो छोडिदिनु किन चलाइराख्नु पानी नै लिलो यो पानी नै लिलो गइरहेको हजुर पौडी खेल्न सबैमा निस्क्यो भने बल्ल त्यो यहाँभित्र कस्तो हुन्छ नौखिनमा सब निस्क्यो अनि पौडी भित्र गर्छ नि दबिएको अनि त्यसमा त्यो पानी रसा होला कि तल सारिहाल्छ गऱ्यो भने सबै जुनसुकै चिज माथि यहाँ खाना बरु मार्न मिलेन सर
त्यहाँ चाहिँ अलि हाइट भएर कति छ थाहै छैन है केही किरा हिरा परेको हुन्छ नि सर त्यही खानको यहाँबाट अझै हिँड्नुपर्छ अनि तल तल गइहाल्यो सर ए यता यता चौन्न वर्ष 2028 सालले हजुर 28 सालले चैते वैशाख जेठ असोज 6 महिनाले जेठ रहेछ बड्डा ल खुसी लाग्यो है 2टा छोरा एउटा छोरी भयो ल जान्छु है